पुरानो पुस्ता भर्सेस नयाँ पुस्ता गरेर मनोवैज्ञानिक खाडल सिर्जना गर्ने जुन कोसिस भएको छ त्यो चाहिँ हाम्रो परम्परा विपरीत कुरा हो। त्यसबाट हामी जोगिनु पर्दछ। हाम्रो सामाजिक प्रणाली र हाम्रो पारिवारिक प्रणाली जे छ त्यसलाई जोगाएर जानुपर्दछ। त्यो नै नेपाल राष्ट्रको हितमा रहन्छ भन्ने मान्यता नै नेकपा एमालेको मान्यता रहन्छ। त्यस अर्थमा विभाजित गर्ने कोसिस छ, रोक्ने हाम्रो प्रयास हुन्छ भन्ने कुरालाई बुझ्नु पर्दछ भन्ने मलाई लाग्दछ हैन। अर्कोतिर चाहिँ अब नेकपा एमालेले अब कहिले चुनावी घोषणापत्र तयार गरेर पठाउँछ भन्ने सन्दर्भमा यसपटकको चुनावमा निर्वाचन आयोगले के गर्यो भन्दाखेरि उम्मेदवारी दर्ता गरिसकेपछि प्रचारको कार्यतालिका चाहिँ पछाडि मात्रै दियो। त्यस अर्थमा अहिले त आन्तरिक भेटघाट चलिरहेको छ, तर चुनाव प्रचार अभियान चाहिँ निर्वाचन आचार संहिताका कारणले सुरु हुन सकेको छैन। त्यो निर्वाचन आयोगको कार्यतालिकाका कारणले आफ्नो चुनावी घोषणापत्र लिएर प्रचारमा जाने समय नै सुरु भएको छैन। जति बेला समय सुरु हुन्छ त्यति बेला नेकपा एमाले चुनावी घोषणापत्रसहित प्रस्तुत हुन्छ र सम्भवतः हामी फाल्गुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्दछौँ र त्यो बोकेर चाहिँ हाम्रा उम्मेदवारहरू चुनाव प्रचार अभियानमा जुट्दछन्। मलाई लाग्दछ अब व्यवस्थित पार्टी एमाले हो भन्ने कुरा हामीले पटक पटक प्रमाणित गरेका छौँ। मैले तपाईँहरूलाई भन्नु पर्दैन। समानुपातिक सूची निर्माण गर्नका लागि कुनै पार्टी बैठक बसेन, एमाले बैठक बस्यो। प्रत्यक्षतर्फका उम्मेदवार छनौट गर्नका लागि कुनै पार्टीहरू चाहिँ औपचारिक बैठक बसेन, नेकपा एमाले बैठक बसेर निर्णय गर्यो। त्यस अर्थमा संस्थागत हिसाबले चलेको पार्टी त नेकपा एमाले नै हो। राजनीतिक दलहरूका बिचमा नीतिगत संवाद पनि आवश्यक नठान्ने, तर आफूलाई नयाँ वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गर्ने कुरा चाहिँ उपयुक्त कुरा होइन भन्ने कुरालाई हामीले बुझ्नु पर्दछ भन्ने मलाई लाग्दछ। कसैले विकल्प दिन चाहन्छ भने नीतिगत बहसमा जान सक्नु पर्दछ, तब मात्रै त्यसले विकल्प हो कि होइन भन्ने कुरा नीतिले निर्धारण गर्दछ, अनुहारले होइन। राष्ट्रिय रूपमा हामी तालमेलको पक्षमा छैनौँ। स्थानीय तहमा कुनै खास ठाउँहरूमा स्थानीय कमिटीले आवश्यक ठानेको अवस्थामा हुन सक्दछ, तर अहिले हामी त्यो हिसाबले छलफल गरेका छैनौँ। हामीले पूर्वी रुकुमको हकमा, के अरे पश्चिम रुकुमको हकमा चाहिँ जनार्दन शर्मालाई समर्थन गर्ने निर्णय गरेका छौँ र जनार्दन शर्माको तर्फबाट चाहिँ कर्णाली र राप्ती अञ्चलका निर्वाचन क्षेत्रहरूमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ। सोसल मिडियामा सर्वाधिक चर्चामा रहेका लोकप्रिय बनाइएका बालिन शाह देश दौडामा हिँड्दाखेरि युवाहरूको भिड देख्दाखेरि लहरै त्यतै हो कि भन्ने मान्छेहरूले लक काटिराखेका देख्छु म चाहिँ। त्यसका पछाडि दुईवटा सन्दर्भलाई हामीले विश्लेषण गर्नुपर्दछ। 1.5 लाख मतदाता भएका ठाउँमा 4-5 हजार मतदाता आएर चाहिँ जम्मा हुँदाखेरि भिड देखिन्छ। अरू बाँकी मतदाता त घरमै छन् नि। त्यस अर्थमा चाहिँ 1.5 लाख मतदाता भएका ठाउँमा 4-5 हजार आउँदाखेरि देखिएको भिड नै निर्णायक हो भन्ने प्रकारको विश्लेषण गर्न थाल्यो भने त चुनावै चाहिँदैन। अर्कोतिर चाहिँ पहिलो पटक चर्चामा रहेको मान्छे आउँदाखेरि हेर्न खोजेको कुरा दोस्रो पटक जाँदाखेरि त्यही हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ म तपाईँलाई के भन्छु भने अब झापामा दोस्रो पटक बालिन जाँदाखेरि त्यही भिड देखिन्छ देखिँदैन अनुमान गर्नु। म टाढाको कुरा गर्दिनँ, किन झापामा त बालिन त जालान्। दोस्रो पटक जाँदाखेरि त्यो भिड त्यहाँ आउँछ कि आउँदैन त्यसैले धेरै कुरा निर्धारण गर्छ। काङ्ग्रेसको के हुन्छन् साइलेन्ट मतदाता हुन्छन् होइन। काङ्ग्रेसलाई चाहिँ हामीले अब प्रचारमा छैन भन्ने बित्तिकै कमजोर ठान्नु हुँदैन। देशको पुरानो पार्टी हो। अहिलेसम्म हाम्रो चाहिँ तलका कमिटीहरूको विश्लेषण चाहिँ अब सहरी क्षेत्रमा पनि कस्तो भयो भन्दाखेरि काठमाडौँमा त अहिले रासोपा प्रतिस्पर्धामा छैन भन्ने विश्लेषण छ। एउटा रोचक विश्लेषण तपाईँ हामी सबैलाई अनौठा लाग्ला होइन। जहाँबाट रासोपाको जन्म भयो त्यो ठाउँमा रासोपा चाहिँ प्रतिस्पर्धामा छ कि छैन भन्दाखेरि छैन भन्ने विश्लेषण आइरहेको छ होइन। तर फेरि रासोपाको प्रभाव ग्रामीण क्षेत्रमा बढेको देखिन्छ पहिलेको तुलनामा। तर ग्रामीण क्षेत्रमा बढेको प्रभाव भनेको चुनाव जित्ने तहसम्मको प्रभाव होइन भन्ने हाम्रो आकलन छ होइन।